वंश उन्मूलन गर्ने चाहिँ मिसनमा समेत अमेरिका आएको छ। वंश परम्परा समाप्त पार्ने मिसनमा पनि एमसीसी आएको छ। त्यहाँ के छ भन्छ भने तपाईको एमसीसी परियोजनासँग जोडिएका महिलाहरूले गर्भपतन गराउन नपाउने हैन, परिवार नियोजनका साधन प्रयोग गर्न नपाउने, स्थायी वा अस्थायी, र गर्भसँग सम्बन्धित स्वास्थ्यको चेक जाँच गर्न पनि नपाउने, यतिसम्मको प्रावधान छ त्यहाँ। भनेपछि त्यो अब धमाधम एमसीसी प्रोजेक्टको नाममा त्यो महिलाहरू जति हुल्छ नि त्यहाँ, त्यसलाई सारा विदेशीको पेट बोकाउनु कुरा छ योजना। हेर्नु यति खतरनाक ढङ्गले अमेरिकनहरू आइरहेछन् र यसलाई जसले अनदेखा गरेर अमेरिकाले सहयोग गरिरहेछ, अमेरिका चाहिँ तपाईको नेपालको मित्र हो भन्छ नि, त्यो जघन्य देशद्रोही, त्यो जघन्य अपराधी हो नेपालको। राज्यको जुनसुकै निकायले बोलोस् त्यो डरलाग्दो देशको निम्ति त्यो अपराधी हो, त्यो देशघाती हो। त्यसकारणले अहिले जे वातावरण आइरहेछन् नि, यसलाई चाहिँ कसैले पनि सकारात्मक रूपमा बिल्कुल लिनु हुँदैन। मेरो अनुरोध छ, लिनु हुँदैन। होला सत्तामा बस्नेले चाहिँ बखान गर्लान्, खाएका हुन्छन् बखान गर्लान्, तर त्यो चाहिँ एकदम नेपाल विरुद्धको एउटा मिसनमा आधारित छन् भन्ने मलाई लाग्छ। र हेलिकप्टरको प्रसङ्ग पनि यहीसँगै जोडेर आएको कुरा हो। यो सबै तयारीको एउटा हिस्सा चाहिँ त्यो हेलिकप्टर हो। र अब दुनियाँलाई थाहा छ, तपाईको संसार हामी देखिरहेछौँ, उनका हेलिकप्टर विशुद्ध हेलिकप्टर पनि हुँदैनन् हैन, पुरै जासुसी उपकरणहरू जडान गरिएका हुन्छन्। होला तिनी हेलिकप्टर भोलि चाहिँ त्यही मुस्ताङ लग्ने होलान् उनीहरू, युरेनियम सम्झौता भयो भने त्यहाँबाट ती चीनको जासुसी गर्ने होलान्, चीनलाई यहाँ भिडाउने होलान्। यही खेलमा अमेरिकन लागेका छन्। यो कुनै सदाशितापूर्वक होइन। र मैले बारम्बार भनेको नेपाल यस्तो चरणमा जाँदैछ, यो जो चरण सुरु भयो भदौ यता, यो चाहिँ तपाईको द्वन्द्वको क्लाइमेक्स पनि हो। अब अहिलेसम्म जो अन्तर्विरोध पाकिरहेको थियो नि भित्र, त्यसको विस्फोटको चरण पनि हो। र अब विस्फोटको चरणको कोणबाट हेर्दाखेरि नेपाल एउटा डरलाग्दो दोसाँध र नेपाल चाहिँ निर्णायक चाहिँ समाधान निकास, यो दुईटै कुराको दोसाँधमा छ।